वेट तपाईँले क्रोममा सर्च गर्न आउँछ नि, 2वटा यस्तो ट्रिक सिकाइदिन्छु, अझ सजिलो बनाइदिन्छु तपाईँले केही कुरा खोज्नु पऱ्यो भने। ट्रिक नम्बर 1, सबभन्दा पहिला केही कुरा सर्च गर्नु छ भने मानिलिनुहोस् कि तपाईँलाई कुनै पार्टिकुलर वेबसाइटबाट मात्रै चाहिन्छ। फर इक्जाम्पल मलाई फेसबुकबाट मात्रै चाहिन्छ अथवा गिक्सबाट मात्रै केही कुरा चाहिन्छ। त जस्तै म खोज्छु यहाँ हिस्ट्री अफ नेपाल, यहाँ कलन दिनुहोस्। कलन दिएपछि साइटको नाम लेख्नुहोस्। जस्तै कि मलाई फेसबुकबाट मात्रै चाहिन्छ भने फेसबुक मैले दिइहालेँ। यहाँ हेर्न सक्नुहुन्छ जति पनि हाम्रो लिङ्क आएको छ त्यो सबै फेसबुकबाट मात्रै आएको छ। प्रायोरिटी फेसबुकबाट मात्रै आउँछ। यहाँ तपाईँ पनि हेर्न सक्नुहुन्छ जति पनि आउँछ त्यो सबै फेसबुकबाट मात्रै आउँछ। त्यस्तै अर्को ट्रिक नम्बर 2, जस्तै मलाई हिस्ट्री अफ नेपाल चाहिन्छ र कुनै पार्टिकुलर फाइलको टाइपमा चाहिन्छ, लाइक पिडिएफ। त यस्तै कलम दिएपछि म पिडिएफ गरिदिन्छु। यहाँ हेर्न सक्नुहुन्छ जति पनि फाइल आइरहेछ सब पिडिएफ फर्म आइरहेछ मात्रै। यहाँ सबै हेर्न सक्नुहुन्छ। यसमाथि क्लिक गर्दाखेरि डाइरेक्टली पिडिएफ डाउनलोड हुन्छ। यस्तै तपाईँले अर्को पनि गर्न सक्नुहुन्छ पिपिटी, जस्तै कि सबै पिपिटी एक्स प्रेजेन्टेसन फाइल मात्रै आउँछ। छ नि दामी ट्रिक। यस्तै अझै सिक्न चाहनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोस्, लाइक ठोक्नुहोस्। धन्यवाद।